नमस्कार सबैजनालाई फेरि पनि आयुर्वेदको स्वास्थ्यसँग सम्बन्धित जानकारीहरूमा स्वागत छ। अब आयुर्वेदको जिस्ट कुरा आउँदैछ। यो चाहिँ आयुर्वेदको सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ मैले अबको भिडियोमा राख्दैछु। यो त्रिदोष सिद्धान्त भन्छ। आयुर्वेदको त्रिदोष सिद्धान्त सबैभन्दा महत्त्वपूर्ण सिद्धान्त हो। हामीले बुझ्नुपर्ने कुराहरू सबै यसैमा छन्, मोटामोटी कुराहरू। यही त्रिदोष सिद्धान्त यदि हामीले बुझ्न सक्यो भने हामी पूर्ण रूपमा हामी चाहिँ रोगहरूबाट चाहिँ मुक्त हुन सक्छौँ। यो चाहिँ सत्य कुरा हो। अब त्रिदोष सिद्धान्त तीनवटा दोषको सिद्धान्तमा आधारित छ। तीनवटा दोषहरू के हुन् भन्दा एउटा चाहिँ वात दोष, पित्त दोष, कफ दोष, मेनली तीनवटा हुन्। अर्को चाहिँ वात पित्त दोष भनेको चौथो भयो, वात र कफ दोष संयुक्त रूपमा पाँचौँमा भयो, अनि त्यसपछि कफ र पित्त तीनवटा यो चाहिँ यो छैठौँ नम्बरमा भयो। र कोही व्यक्तिमा चाहिँ वात कफ र पित्त तीनटै दोष एकैपटक देखा पर्छ। त्यो भनेको सबैभन्दा असन्तुलित शरीर र सबैभन्दा रोगी शरीर चाहिँ तीनवटै दोष यदि देखिन्छ भने त्यो चाहिँ रोगी शरीर हो। जम्मा 7 किसिमको दोष आयुर्वेदले वर्णन गरेको छ। 1 नम्बरमा वात मात्रै दोष छ, अरू ठिक छ। 2 नम्बरमा पित्त मात्रै दोष छ, अरू ठिक छ। र कफ मात्रै दोष छ, अरू चाहिँ सबै ठिक छ। मेनली चाहिँ यो तीनटा हुन्छ। तर यो तीनटाको पनि फेरि अर्को तीनटा देखा पर्छ, जस्तो वात र पित्त, वात र कफ, अनि त्यसपछि गएर पित्त र कफ। र अझै अर्को चाहिँ सातौँमा चाहिँ वात पनि बिग्रिया छ, कफ पनि बिग्रिया छ, पित्त पनि बिग्रिया छ भने चाहिँ त्यो सबैभन्दा डरलाग्दो अवस्था हो। त्यही भएर चाहिँ हामीले यो त्रिदोष चाहिँ हामीले सन्तुलनमा ल्याउन जरुरी छ। त्रिदोष पनि फेरि 5वटा तत्त्वको आधारमा दोष विभाजन गरिएको छ। र सबैभन्दा महत्त्वपूर्ण चाहिँ जान्न जरुरी कुरा के हो भने 5वटा तत्त्व चाहिँ हामीले यदि सन्तुलनमा राख्न सकियो भने हामी चाहिँ सम्पूर्ण रोगहरूबाट मुक्त हुन सक्छौँ। त्यो 5वटा तत्त्वहरू के हो भन्दा जुन तत्त्वबाट सम्पूर्ण ब्रह्माण्ड बनेको छ, जुन तत्त्वबाट हाम्रो शरीर बनेको छ, त्यो 5वटा तत्त्वहरू के हुन् सम्झिन सरल के हो भन्दाखेरि हाम्रो जन्म कहाँ हुन्छ? पृथ्वीमा। पृथ्वी प्रमुख तत्त्व भयो, पृथ्वी एउटा तत्त्व भयो। र हाम्रो शरीरको चाहिँ ज्यादातर हिस्सा पृथ्वी तत्त्वबाटै बनेको छ। दोस्रो चाहिँ तत्त्व के हो? जल। जलबाट हाम्रो चाहिँ ग्रोथ हुन्छ। पानी पिएरै हामी बाँच्ने हो, बाँच्नको लागि पानी चाहिन्छ। सम्पूर्ण यो चाहिँ बोट बिरुवा, दाना पानी सबैको लागि चाहिँ फलफुलहरू पानीबाटै बाँचिरहेका छन्। त्यसले गर्दा चाहिँ दोस्रो महत्त्वपूर्ण तत्त्व चाहिँ पानी। पृथ्वीमा हाम्रो जन्म हुन्छ, पानीबाट हाम्रो चाहिँ पालन पोषण हुन्छ। तेस्रो तत्त्व के भन्दा अग्नि। अग्निबाट चाहिँ हाम्रो अन्त्येष्टि हुन्छ, सकियो, संहार हुन्छ। अब त्यो तीनटा तत्त्व सकिसकेपछि 2टा तत्त्वको रोल हुन्छ। त्यसपछि आउँछ वायु। हाम्रो प्राण त निस्कियो शरीरबाट, तर त्यो चाहिँ जानुपर्ने आकाशमा हो, जहाँबाट आएको त्यहीँ गएर विलिन हुनुपर्ने हो। तर यदि हाम्रो कर्म ठिक छैन, हामीले चाहिँ अब फेरि आउनुपर्ने अवस्था सिर्जना गरेर गइयो भने त हिसाब किताब बिगारेर गएको छ भने त फेरि आउनुपर्ने हुन्छ। जबसम्म सम्पूर्ण हिसाब चाहिँ हामीले चुक्ता गरेर जाँदैनौँ, त्यो प्राण ऊर्जा, प्राणवायु आकाशमा विलिन हुन सक्दैन। विलिन नभइसकेपछि ब्याक फेरि आउनु पर्यो। कसरी बुझ्नु पर्यो भने यसलाई सरले होमवर्क दिनुहुन्छ। जसले होमवर्क गर्यो, जसले होमवर्क गर्यो, होमवर्क गरिसकेपछि पास भयो, अर्को कक्षामा गयो, पास भयो। जसले होमवर्क गरेन, हिसाब बिगार्यो, तिनीहरू फेरि पढ्नुपर्ने हुन्छ। एसएलसीमा फेल भएको मान्छेले फेरि पढ्नुपर्ने हुन्छ। हाम्रो जिन्दगीको लाइफ र डेथको चक्र पनि यही हो। जसले हिसाब मिलायो, पृथ्वीबाट धरतीबाट मुक्त भयो, वायु तत्त्वबाट पनि मुक्त भयो, आकाशमा विलिन भयो, ब्रह्मलोकमा पुग्यो, समाधि हासिल गर्यो। जसले हिसाब बिगार्यो, कर्म बिगार्यो, फेरि आउनुपर्ने हुन्छ। जाऊ बाबु, फेरि हिसाब सकाएर आऊ, मिलाएर आऊ भनेर पठाउने एउटा संयन्त्र छ। यो चाहिँ बुझ्न निकै जरुरी छ। यसको लागि डिप लेभलको मेडिटेसनमा गइसकेपछि मात्रै बुझिन्छ। त यो 5वटा तत्त्व सन्तुलनमा ल्याउने कसरी भन्दाखेरि सुरुमा चाहिँ त्रिदोष सिद्धान्तको पहिलो वात सिद्धान्तलाई बुझ्नु जरुरी छ। वात भनेको मेनली 2टा तत्त्वबाट चाहिँ यसको वात दोष आउँछ। त्यो एउटा चाहिँ हावा, अर्को चाहिँ आकाश, अथवा भनौँ वायु तत्त्व र आकाश तत्त्व असन्तुलित अथवा
वायु तत्त्व मात्रै, आकाश तत्त्व मात्रै अथवा वायु पनि असन्तुलित, आकाश पनि असन्तुलित, यो दुईटा एलिमेन्ट्स, यो दुईटा तत्त्वहरू असन्तुलित भयो भने चाहिँ मान्छेमा वात समस्याहरू देखा पर्छ। कसरी थाहा पाउने? वात दोष ममा छ, यदि ममा वात दोष छ भने त्यो कसरी थाहा पाउने भन्दाखेरि चाहिँ अब यो वात दोष हुनेको विशेषताहरू, मूलभूत विशेषताहरू पनि यो ठ्याक्कै आकाश जस्तै र वायु जस्तै हुन्छ। यिनीहरूको मान्छेको विशेषता पनि जस्तो बतास भनेको चाहिँ छिनछिनमा यता र उता चलिरहने, चलायमान हुने, धेरै फ्लेक्सिबल हुने, मोबिलिटी बढी हुने, घरि यहाँ छ घरि त्यहाँ छ, घरि यहाँ गरिया छ घरि त्यहाँ, घरि यो गर्छु भन्छ घरि त्यो गर्छु भन्छ, यस्तो खालको मान्छेहरू चाहिँ वात दोष मान्छे हो। स्काईको विशेषता कस्तो हुन्छ? इमेजिनेटिभ, धेरै धेरै इमेजिन गरिरहेको हुन्छ, छिनछिनमै मन चेन्ज गर्छ, एकदम नयाँ नयाँ आविष्कारको कुराहरू गर्छ, नयाँ नयाँ आइडियाको कुरा गर्छ, त्यस्तो मान्छे चाहिँ वात दोषको। चाहिने मात्राको इमेजिनेसन त राम्रो हो, तर अनावश्यक इमेजिनेसन गरेछ भने त्यो चाहिँ वात दोष छ त्यो मान्छेमा भन्ने जान्न जरुरी छ। अर्को कुरा चाहिँ शरीर संरचना हेरेर पनि वात दोष हामीले चाहिँ पत्ता लगाउन सक्छौँ। जसको शरीर निकै दुब्लो छ, आवश्यक जति मासु पनि छैन, कमजोर अथवा पातलो हड्डी छ, सानो हड्डी छ, मांसपेशी प्रणाली छैन, किक्रिक्कको शरीर छ, धेरै नै दुब्लो छ, पातलो छ, हावाले अलि ठुल्ठुलो हावाले पनि उडाउने खालको शरीर चाहिँ त्यो वात दोषको कारणले, अथवा हाम्रो शरीरमा यो चाहिँ वायु र आकाश तत्त्व धेरै नै बढी र पृथ्वी जल र अग्नि तत्त्व कम भएको कारणले चाहिँ त्यस्तो शरीर हुन्छ। अब यस्तो शरीर कसरी हुन्छ? दुईटा कारण हुन्छ। गर्भैदेखि त्यस्तो लिएर आएको हुन्छ। अब गर्भैदेखि चाहिँ बिग्रेर आएको छ भने त्यो उसको अघिल्लो जन्मको कर्मको कारणले त्यस्तै खालको गर्भ प्राप्त गर्छ र त्यो बाई वन उसलाई चाहिँ पोषणहरूको कमी, उसको मम्मीलाई भनौँ न, उसको आमालाई ऊ पेटमा भएको बेला खानेकुराहरू पुग्दैन, गरिब परिवारमा जन्मिन्छ, विभिन्न किसिमको समस्याहरू ऊ गर्भबाटै भोगेर आएको हुन्छ। किनभने उसको त्यो गर्भ पाउनको लागि त्यही कर्म थियो, कर्मअनुसारको गर्भ हुन्छ, त्यस्तै कर्म लिएर आएको थियो, त्यस्तै गर्भ पायो। ऊ बाई बर्न अथवा जन्मसिद्ध नै ऊ चाहिँ यो दोषबाट चाहिँ आइरहेको हुन्छ। अब उसको बाल्यकाल पनि कष्टकर हुन्छ, पोषण पुग्दैन, परिवारमा कलह, अशान्त किसिमको वातावरण हुन्छ। त्यो उसको दोष चाहिँ आमाको गर्भबाटै सुरु हुन्छ र बाल्यकालदेखि नै उसको चाहिँ त्यो दोषहरू सुरु हुन्छ। दोष त भयो, तर यसको चाहिँ निवारण चाहिँ गर्न सकिन्छ। अब यो प्रकृति बुझेर म यो प्रकृतिको मान्छे हो भने चाहिँ सुधार गर्न सकियो। अनि पातलो शरीर, अनि त्यसपछि गएर एकदम चाहिँ पातलो मसिनो कपाल अथवा चाहिँ पातलो कपाल, यस्तो मान्छेहरूको हुन्छ। एकदम छिटो छिटो बोल्ने, अनि त्यसपछि गएर छिटो छिटो हिँड्ने, एकदम चञ्चले स्वभावको र यस्तो खालको विशेषताहरू हुन्छ। अनि वेट लुज हुने सम्भावना अलिकति बढ्यो, यति मोटायो भने पनि तुरुन्तै दुब्लाउन सक्ने खालको हुन्छ। अनि छिटै कन्फ्युज हुने, अनि अशान्त मन, अनि त्यसपछि रेस्टलेस भन्छ यसलाई इङ्ग्लिसमा। यो चाहिँ शान्त, स्थिर, आनन्दले बस्न नसक्ने, एकदम अशान्त मनहरू भएको मान्छेहरू चाहिँ यो वात दोषको कारणले हो। यस्तो मान्छेहरूलाई स्लिपिङ ट्रबल हुन्छ, निद्रामा समस्या हुन्छ, राम्रोसँग निद्रा पुग्दैन। अनि त्यसपछि गएर यिनीहरूको अझ अर्को महत्त्वपूर्ण कुरा के हो भने, जब यिनीहरू चाहिँ स्ट्रेसमा हुन्छन्, तनावमा हुन्छन्, काम बन्ने भन्दा अझ काम बिग्रने सम्भावना बढी हुन्छ। राम्रो बोल्ने भन्दा अझ केही बोलीमा बिग्रने अथवा सोच बिग्रने, काम बिग्रने समस्या हुन्छ। यस्तै मान्छेहरू, यो वात दोषकै मान्छेहरू चाहिँ एन्जाइटी र डिप्रेसनमा जाने हाई चान्सेस हुन्छ। यिनीहरूको चाहिँ यो एन्जाइटी रिस्क सबैभन्दा बढी चाहिँ वात दोषमा हुन्छ। क्र्याकिङ बोन्सहरू, यस्तो औँलाहरू चाहिँ कड्याक कड्याक बढी पड्किने, हड्डीहरू पनि पड्याक पड्याक पड्किने, अनि जोइन्टहरू प्रब्लम, मसलहरू प्रब्लम, मांसपेशी प्रणाली दुख्ने, यो चाहिँ समस्याहरू चाहिँ हुन्छ। अब यस्तो कसैलाई समस्या छ, योबाट मुक्त यदि चाहिँ ब्यालेन्स ल्याउने हो भने के गर्ने भन्दा यसको चाहिँ धेरै छ यसको सल्युसनहरू। योगा गर्नुपर्छ, ध्यान गर्नुपर्छ, खानपान मिलाउनुपर्छ। आयुर्वेदले चाहिँ निकै समाधानको कुराहरू लिएर आएको छ। अब तपाईँ साँच्चै चाहनुहुन्छ ममा वात दोष छ र यसको निवारणको लागि चाहिँ सिरियस हुनुहुन्छ भने चाहिँ जानेको मान्छेसँग चाहिँ सम्पर्कमा रहने, योगा सिक्ने, राम्रो गुरु भेटाउने, अनि त्यसपछि चाहिँ यो सबै समस्याबाट मुक्त हुने। अहिलेलाई धन्यवाद। ममा पनि थियो यो समस्या, ममा पनि थियो, म चाहिँ सुधार गर्दैछु, निकै सुधार भइसकेको छ। आजलाई यति गरौँ, धन्यवाद।